छन्। भविष्य उज्यालो बनाउने लक्ष्य छ। अब सही गन्तव्य रोज्ने समय आएको छ। रेडी स्टार आवासीय माध्यमिक विद्यालय शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा नयाँ भर्ना खुला गरिएको छ। विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन जस्ता भविष्य निर्माण गर्ने विषयहरूमा अध्ययन गर्ने सुनौलो अवसर यहाँहरूलाई उपलब्ध छ। नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट इन्टरनेसनल स्कुल अवार्ड प्राप्त अनुभवी शिक्षक, आधुनिक शिक्षा प्रणाली र उत्कृष्ट शैक्षिक वातावरण सहित रेडी स्टार आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको भविष्य निर्माणमा समर्पित छ। हाम्रो गौरवपूर्ण उपलब्धिहरू। कक्षा 12 को राष्ट्रिय परीक्षा बोर्ड नतिजा 2082 मा चन्दन शाह र प्रवीण कटेलले समान अङ्क 3.96 जिपिए ल्याएर बोर्ड फर्स्ट भई यो क्षेत्र मात्र नभई नेपालमै गौरवशाली इतिहास राखेका छन्। त्यस्तै 2080 सालको एनइबी परीक्षामा विपिन पोखरेलले 3.80 जिपिए ल्याउँदै प्रदेश स्तरमै उत्कृष्ट हासिल गरेका छन्। खेलकुद क्षेत्रमा पनि विद्यालय अग्रणी रहँदै आएको छ। जिल्ला स्तरीय हिसाल छात्र तथा छात्रा फुटबल प्रतियोगितामा विजेता, छात्रा भलिबल प्रथम स्थान र निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। राष्ट्रपति रणितशील 2082 मा पत्री शनिश्चरी नगरपालिका स्तरीय प्रतियोगितामा 19 स्वर्ण पदक जित्दै विद्यार्थीले गौरवपूर्ण इतिहास रचेका छ। साथै प्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै विद्यार्थीहरूको क्षमता विकासमा निरन्तर योगदान दिँदै आएको छ। त्यसै गरी रेडी स्टार आवासीय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप तथा सिपमूलक तालिमलाई विशेष प्राथमिकता दिँदै आइरहेको छ। प्रवेश परीक्षा तथा भर्ना खुला छ। विद्यार्थी तथा अभिभावकज्यूहरूलाई विद्यालय भ्रमणका लागि हार्दिक आमन्त्रण गरिन्छ। रेडी स्टार आवासीय माध्यमिक विद्यालय उत्कृष्ट शिक्षासँगै सफल भविष्यको आधार।